Gising. My name is Pragan Gising. And welcome back to the brand new video of PZ Vlogs. So guys, video title हेरेर Demon power. भिडियोको टाइटल एन्ड थम्बनेल हेरेर तपाईहरुले थाहा पाइसक्नु भयो होला यो भिडियो के के बारेमा थम्बनेलको लागि So we are doing cooking challenge. So siblings got master chef. अनि जसको जज हुनुहुन्छ मम्मी र क्यामेराम्यान दिदी. So हाम्रो आज मेन्युमा छ 2 PM जुन कि खाँदै छौँ हामी 8 PM मा यस्तै छौँ कि हामी त 2 PM चाउजो 8 PM मा नि खाइदिन्छौँ मिलाएर बुझ्ने. सो आज चाहिँ एउटा एउटा चाउजो पकाउने आफ्नो स्टाइलमा. प्रायले आफ्नो स्टाइल पकाउँछ, मैले आफ्नो स्टाइल पकाउँछु. त्यसपछि मम्मी र दिदीले रेड गर्नुहुन्छ, त्यसपछि पेट पनि गर्छ, सबै गर्छ. त्यसपछि के हुन्छ हेर्दै जानुहोस्, मजा आउँछ. डिक्क चिका के अरे होटल म्यानेजमेन्टबाट ग्रेजुएट र मम्मीको बाट सिकेको. नमस्कार सबैजना, मेरो नाम चाहिँ पवन घिसिङ. अब घरभरि चर्चित छ एचएफ बढेको के गरिस् तैँले भनेर अब देखाउँछु के गरिस् भनेर. सो आज चाहिँ अब आजको मेन्युमा अब मेरो यो डिसको नाम चाहिँ त्यस्तो साह्रो केही पनि छैन, भद्राक भुद्रुक डिस हो किनकि मेरो नाम अभाग्य न्युपाने. सो आज हाम्रो 2 PM चाउजो बनाउँदैछौँ. त्यसमा अब मेरो स्टाइलमा म पकाउँछु. यो चाहिँ मैले खास भिडियोको लागि लिएको. लेट्स स्टार्ट आवर कुकिङ. त्यसमा चाहिँ पहिला सुरु यु गो यु मास्टर सेफ हो अझ सबै त नखिच्नु. हेर्नुहोस् हात अलिकति डुडे भए पनि धेरै दुःख कष्ट गरेछु. र आजको डिसमा चाहिँ मैले एकदमै दामी एउटा इन्ग्रिडियन्ट हाल्नेवाला छु जुन कि प्रज्ञानसित पनि छैन होला. त्यो इन्ग्रिडियन्ट चाहिँ त्यो चाहिँ एकदम सिक्रेट रेसिपी हो. त्यो चाहिँ मलाई मात्र आउँछ. त्यही भएर आजको डिस चाहिँ एकदम बवाल हुनेवाला छ. ट्रस्ट मी गाइस. एकछिन म सिनेमेटिक गर्छु. घुमा न फेरि. साउन्ड इफेक्ट हाल्नै परेन यार. तो मेरा कभी दुश्मन को भी हाथ मिलाना पड़ता है. पर 2 PM ले गरिरहेको. 2 PM स्पोन्सर आछ भन्ने. यस्ता गरीब रहेछ यार मेरो दुश्मन यार. छै तिमीहरूलाई के आउँदैन. ल क्यामेराम्यान हेर्दा यिनीहरूले तेल लगाइदियो यहाँबाट. ए पानी हो त्यो. मैले त्यही भएर मन पराको, मैले त्यही भएर मन पराको. क्यामेराम्यानलाई 0.01%. ए कति देखाइ के दाता पहिलो रहेछ. पहिल्यै छ, दोस्रो त छैन. एउटा मात्र बनाउने. ओ शिट. साउन्ड इफेक्टले चाहिँ मार्ने भयो. प्रज्ञान घिसिङ हजुर आजको च्यालेन्ज कसले जित्छ जस्तो लाग्छ. कसले जित्छ भन्दैन. मम्मीको कान्छा छोराले जितिहाल्छ नि. पवन त साइड क्यारेक्टर मात्र हो क्या. सबै त जस्तो अनपढ हुन्छ. आफ्नो राइभललाई के भन्न चाहनुहुन्छ. राइभललाई के भन्न चाहनुहुन्छ. एनिमी. अरे कहना क्या चाहते हो. लाइक कम्पिटिसनको लागि के खै के भन्ने. मैले पवनको सबै रेसिपी देखिरहेको छु अनि त्यसमा मैले केही आश देखिरहेको छैन. औकात मेरो द्याट्स लाइक हुन्छ नि म जस्तो स्पिरिट. ससेस फुटाउन नसकेपछि एक बालक. पिया तल के खसे पनि हेर त तेरो भेजा. समय नराम्रो चल्दैछ. म होइन जेमा जस्तै इन्टरभ्यू लिन्छ. सो शेफ पवन, हाउ आर यू फीलिंग राइट नाउ. आप देख सकते हैं पवन बहुत रस में है. यो चाहिँ त्यो डब्डुवाला मास्टर सेफ हो. होइन अब नेपालीमा भन्छु. तपाईँले देख्न सक्नुहुन्छ पवन एकदमै हतारमा हुनुहुन्छ. उहाँले भर्खरै तेल हालिसक्नु भएको छ. अब यो डढ्न मात्रै बाँकी छ. अनुहार त डढिसक्यो. त्यही पनि अरू चिज नि डढाम भनेर.
पवनले आफ्नो सेक्रेट रेसिपी प्रज्ञानलाई हराउनको लागि एकदमै त उता जा खाँदै छ यो प्रज्ञान भने यहाँ मेरो रेसिपी चोरेर आयो दुदा एउटा सिक्रेट रेसिपी हाल्छु जा उता जा उता त्यो चिटिङ हुन्छ कि तिम्रो नाइट ब्यान्डेज लाग्छ र थोरै माया पवनको पसिना हाले जस्तो छ पवनले ए कम्पिटिसन निकै टफ होला जस्तो छ ओ आगो बल्यो क्या बात है सॉल्व भए कि सट खुर्सानी भए गरीब बे वेल कुक्ड त्यो माछा सेपमा त्यो भाडा लिन गएको देखाउँदै नि ए भाडा त उतै छ ए तपाईसँग 5 सेकेन्ड बाँकी छ 1 2 3 4 5 सक्यो ल भाइ मेरे साथ अन्याय हुआ है ओए पवनले आफूले चाहिएको भाडा नपाएपछि निकै नै पसिना भइसकेको छ पवन निकै रातिरहेको छ पवनले तुमाको भाडा टिपे झन्डै तुङमा मम्मी जज पसिना के हो पसिना आर्टिफिसियल पसिना दिदी त मात्र हो के आर्टिफिसियल पसिना ए दुश्मन हेल्प लगा एकदमै सिनेमेटिकमा एकदमै अलिकति हुन्छ नि बाहिर गएर कोर्स गरेर आएको अलि ओभर दामी छ दिदी चाहिँ युके गएर सिनेमेटिकको कोर्स गरेर आएको युके चाहिँ फेरि त्यस्तो युनाइटेड किङडम होइन उत्तराखण्ड त्यो नि बाहिर देश आफ्नो गाउँको नाम किन लिएको मेरो अगाडि फोनको चाउचाउको प्लेटिङ हुन गइरहेको छ अब हेर मुस्को कस्तो छ डिजाइन ए जज खोल्न पनि सकेको छैन ओहो हो के रे चल्दैन सकेको सस बे सेफको प्लेटिङ हुँदैछ वेटिङ फर द जज सेफको प्लेटिङ होइन चाउचाउको प्लेटिङ यसमा के राख्ने र यता साह्रो ए मन भाग्नु पर्ने होइन कति टाढा रहेछ किचन त यस्तो गर्नु ए फेरि घुमा न त्यो हल्का सिनेमेटिक स्वाट स्वीट स्वीट कहाँबाट काट्नु घुम्नु पर्दैन यार दिदी सक्यो कोरिएन्डर वाह शेफ पवनले आफ्नो डिस सकाइसकेको छ बनाएर शेफ पवन कस्तो लागिरहेछ बोल्नै सकेको छैन आफूले बनाएको डिसको गन्ध सुनेर त्यो सुन्न लाग्छ त्यो चाहिँ म मान्छु ल अब जजको पालो जजले टेस्ट गरिदिनु होला कस्तो लाग्यो भनेर अब कान्छोले चाहिँ कतिखेर बनाउने जानु भाइ त यो पछि राख्ने ओहो मम्मी चपस्टिक पवनले साइडमा थुन्ने अब यार हेरेको मात्रै हो मात्रै होला चाख्ने सबै चाख्नु न लौ सबै चाख्नु अब जज भने म जज के पाक्यो के मिलेन के मिल्यो सबै भन्ने हो नि केही देखेन कसैले मासु खसेको मैला हुँदैन काँक्रो चाख्नु कस्तो रहेछ काँक्रो त कोरियनबाटै ल्याएको त होइन होला नि त हो नि ल हो अल द वे फ्रम साउथ ए अफ्रिका मम्मी हातै खाइन्छ हजुर मम्मीले त हातले खानु फेरि मम्मी ओए 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 के तपाईँ पनि आउनु सक्नुहुन्छ न भन्यो तपाईँले के छ कस्तो छ ल पहिला खाना जे छ जसो छ तिमी ल कमेन्ट्स दिनुहोस् तपाईँले सबै कुरा एकदम ठिक छ मिठो नुन पिरो सबै कुरा नुन त हालेन नि है बाहिर फाल्टो त पवनले एक्स्ट्रा रेसिपी हालेको थियो मम्मी त्यसको बारेमा के भन्न चाहनुहुन्छ अरू बेला खाएको भन्दा अलिक डिफ्रेन्ट लाग्यो कि नै पिरो चाहिँ कम छ अरू बेला खाने भन्दा
अरू चाहिँ सबै पहिलाको जस्तो लाग्छ मलाई मिठो छ नर्मल भन्छ मम्मी मिठो छ दुश्मनले चाख्दैछ ए म जज होइन ए दिदी नि अनि लो दिदीले चाख्नु दिनु यसमा त के हो एक्स्ट्रा छ यार क्या डर छ पवनले खुद कुछ डाला त्यो थाहा पाउनलाई भिडियो हेर्नुपर्छ अरे मम्मी अहिले छुट्टी आएर मलाई किन मलाई फेरि त्यस्तो केही भएन ससेज नि मजाले पाकेछ केही पनि नभन्ने ससेट नै मजाले पाकेछ चाउचाउ नि एकदम ठिक्क छ धेरै पाकिने होइन सबै कुरो मिलेकै छ त्यस्तो डिफ्रेन्ट केही लागेन मलाई ससेस एकदम टेन्डर छ अझै अँ जजले जस्तो रहेछ यो पनि हल्का पाकेको काँक्रो फाइनली कटेड एकदम फाइनली चप मकन जस्तै रहेछ अनि यो पनि एकदम मजाले राखिरहेको छ एन्ड लुक एट दिस कोरिएन्डर इट इज सिङ्किङ इन द ओसियन अफ द सस कुछ ज्यादा हो गयो सबै एकदमै राम्रो छ चट्ट परेको यो भाँडा पनि एकदम राम्रो लाग्यो मलाई गिफ्ट दिनु होला थ्याङ्क यू भेरी मच त्यो चाहिँ आमालाई सोध्नुपर्छ ल अब दुश्मनको पालो ओइ अलि उपर चाखे जस्तो लाग्यो सो अब पालि चाहिँ मेरो र के भन्छ मसँग तपाईँहरू इन्जोय गर्नु होला यो चले चाहिँ म जित्छु र सबैभन्दा पहिला हाम्रो इन्ग्रिडियन्ट्सतिर जाउँ के हुन्छ होला सुरुमा के हुन्छ काँक्रो काँक्रो हाम्रो केन्डल जेनरले जसले काट न अलिक पछि यो चाहिँ खासमा लास्टमा काट्ने हो अनि हाम्रो यहाँ ससेस चाहिँ पहिल्यै भिजाइसकेको छ र यसले अब छुट्याएर चाहिँ पिस पिसमा काट्ने सुरुमा चाहिँ पानी बोइल हाल्नु छिटो 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 अरे यार मैले किन यति साह्रो भनेको त्यो भन्दा त बरु यो चाहिँ मेन चाहिँ टेस्ट राम्रो बनाउनु भन्दा नि मम्मीको मन चाहिँ जसको मन चाहिँ जिताउन खोजेको जिताउन खोजेको त्यो प्रकारले चटक पर्न सकेन त्यो प्रकार गज भयो है ओहो मैले सिकाएको काम रहेछ पछाडिबाट खोजेर खोलिन्छ कि ओइ नेपाली मैले चाहिँ मेन चाहिँ अलि मम्मीले चाहिँ सुपी टाइपको र नुनिलो भन्दा नि नुन चाहिँ चटक्क भएको मनपर्छ त्यसैले मम्मीले चाहिँ मेन मन पर्दै राखेको अनि साइड डिस पनि राख्छ कि पवनले अघि त्यो मिस गरेको थियो पिरोसँग चाहिँ साइड डिस राखेको थिएन अलि चिसो गुलियो त्यसैले मैले चाहिँ साइड डिस राख्ने मम्मीले ढुक्क हुने खालको चाहिँ गर्न लागेको यहाँ पाक्दै गरेसम्म मल्टिटास्किङ गरिरहेछ प्रज्ञानले सेफ प्रज्ञान इन द हाउस ल अहिले चाहिँ हामी फ्रिजमा केरो खोज्दै गरेको कता केरो यो त सिमी हो ए सबै रहेछ नि त केरा डिस सर्भ गर्न लागि भाँडा चाहियो नि त बाउल प्रज्ञान पवनलाई हराउन सक्छ कि सक्दैन होला कतिको आश छ मनमा आस्था छ भनौँ तर अब मम्मीको मेन त जजहरूको भनौँ जजहरूको मन जिताउन सक्छ कि सक्दैन त्यसमा नि भर पर्छ हेरौँ कान्छो छोराकोबाट कतिको आश छ कान्छो छोराको बनाउनु त उसले त्यति धेरै त बनाउँदैन आशा छ मैले प्रायः बनाउँछु भनेको थिएँ यहाँ बनाउनु त पहिलाभन्दा प्रायः बनाउँछ अहिले त भात तरकारी सबै त बनाउन आउँछ उसलाई चाउचाउ त पहिलादेखि नै बनाउँथ्यो है पहिलादेखि नै बनाउँथ्यो आशा छ उसले पनि राम्रै बनाउँछ होला जस्तो लाग्छ मिठै कान्छो छोराको पनि भरोसा राख्नु पऱ्यो अहिले चाहिँ हामीले हाम्रो चाउचाउ चाहिँ सर्भ गरिसक्यो र ससेज नि पाकिसकेको अवस्था सुपहरू ससहरू रेडी म यहाँ पेट फुलिसक्यो
बसिरहेको छु मम्मी मम्मी यार तपाईँ हात दियो के अरे औँला दियो हातले रेडी भइसकेको हो अझै टन्नै कामहरू चाहिँ बाँकी नै छ You Pragan, chef सानैदेखि मास्टर सेफ हेरेको भए त मकै हुनुहुन्छ यस्तो मथर सेप कान्दो छ म चाहिँ यो काट्ने आया चाहिँ भएन है अहिले त्यसो सिक्नै परेन अलिअलि मिस्टेक बड़ी बड़ी शहरों में छोटी छोटी मिस्टेक होती रहती है आफै खाने निन्जा टेक्निक रहेछ गयो चोर ए भन्नु रहेछ सेफ प्रगानको डिस रेडी भइसकेको छ ओहो के हो अलि ओभर हस्पिटालिटी भएन हस्पिटल कहाँको हस्पिटल त जान बिजी हस्पिटल होइन म एकदम बिजी छु के फ्री छु मम्मी अँ अझै तिमी यहाँ साइडमा बस यो चाहिँ मैले घुस खुलाएको मम्मीलाई प्रगान थुक्नीले निले छैन यार दिदी अनलाइन निले थियो अघि अरूहरू नि सबै चाखेर जाउँ सबै सँगै सुपवाला मिठो कि सुक्खावाला बढी त मलाई सुक्खावालै मनपर्छ त्यही भएर तर सुक्खा नै मनपर्छ सुक्खावाला नै मिठो सुक्खावाला नै मिठो दुइटै बराबर अरे यार मम्मी कसले बढी मार्क्स दिन चाहनुहुन्छ दुइटै छोरालाई बराबरै होला नि 10 मा 10 मलाई चाहिँ 11 मा 10 अर्को 10 पनि 10 मा बाँकी छ। 10 मा 11 हो ल एक एक पोइन्ट आयो अब अर्को 10 को पालो जज पनि साइडकै भएर होला साइड डिस भएको अरे यार आधा खाएर भन्नु भन्नु भने टाउको हल्ला भनेछु मैले जित्यो राम्रो छ तर मलाई चाहिँ सुपवाला खासै मन पर्दैन मलाई चाहिँ पनकै मन परेको अरे यार यस म जित्यो खै एकछिन यता देखाउन मलाई पनले अघि मलाई यता दिएको थियो जिताऊ भनेर अरे ए त्यो भयो यार के रे एकछिन म चाख्छु पहिला मैले झुट बोलेको ल भन्नु रिजल्ट के हो दुइटै बराबर हो ए क्या यार उसका रिजल्ट खरबुजै खान्छ यार हेर्नुहोस् यो बालकलाई चाखेको भन्दा बढी खाना बिचरा बुद्ध बन्न गएको थियो अब चाहिँ भाइलाई भाइलाई भोग्लाएर फर्केर आयो मम्मी दुइटैको मिठो मम्मीले दुइटैको लागि रे यस्तो यो thumbs up दुइटै छोरालाई नपर्दै खुसी पवनले त जितेको हारेको सुनेको नि छैन यार मम्मी बिचरा भैँसीले खानै पाएको तिमीले पवन घिसिङ च्यानल सब्सक्राइब गरेको छौ मलाई थाहा छ गरेको छौ र गर्नु पनि पर्छ अब पालो तपाईँको